आफ्नो पुरानै स्टाइलमा महानायक राजेश हमालले चलचित्र नरसिंह अवतारबाट कमब्याक गरेका छन्। चलचित्रमा महानायक राजेश हमाल प्रहरीको भूमिकामा देखिएका छन्। सुरुमै एउटा कुरा भन्नुपर्छ, फिल्म भने सोचे जस्तो लागेन। चलचित्र नरसिंह अवतार हेर्न म धेरै उत्साहित थिएँ। 8 वर्षपछि पर्दामा फर्किएका हमालको नयाँ अवतार हेर्न केही त फरक होला, केही त नयाँ कुरा होला भन्ने सोच थियो। तर हलसम्म पुग्दा थाहा भयो जुन अपेक्षा लिएर फिल्म हेर्न गएका थियौं त्यस्तो फिल्म चाहिँ लागेन मलाई। राजेश हमालको लुक्स फरक छ कि भनेर हेर्न हलसम्म पुगिन्छ, तर त्यो लुक्स, त्यो दम पुरानै घिसेपिटेको शैलीको छ। हेर्दा लाग्छ फिल्मले पुराना कुरा समातेर नयाँ आवरण दिन खोजेको छ, तर त्यो आवरण चिप्लिएको छ। हमाल प्रहरीको भूमिकामा देखिन्छन्, साथमा जोडीको रूपमा नायिका नीति शाह छिन्। जोडीको केमिस्ट्री खासै नजमेको जस्तो देखिन्छ। चलचित्रमा कलाकारहरूको मेहनत भने राम्रो देखिन्छ। अर्कोतिर सनिसा भट्टराई र राज कटुवालको जोडी राम्रो देखिएको छ, विशेष गरी अभिनयमा ती दुई चम्किएका छन्। चलचित्रमा टार्जनको पनि अभिनय रहेको छ। फिल्मको कथावस्तुको कुरा गर्ने हो भने हत्या, बलात्कार, भ्रष्टाचार, बदला, प्रेम, बिछोड सबै थोक मिसाइएको छ। तर मिसाउँदै फिल्मले कथा भन्न भुलेको जस्तो लाग्छ। एकैचोटि धेरै कुरा समेट्ने प्रयासमा मूल कथा कहाँ हरायो पत्तो हुन्न। चलचित्रमा राजेश हमाल र राज कटुवालले एक्सन भने राम्रो गरेका छन्। राज कटुवालको पहिलो डेब्यू फिल्म भए पनि चलचित्रमा राम्रो काम गरेका छन्। चलचित्रको ब्याकग्राउन्ड म्युजिक मेकिङको कुरा गर्ने हो भने ठिकठाक रहेको छ। जब हलमा राजेश हमालले डायलग बोल्छन् तब हलमा दर्शकहरूले सिटी र ताली बजाउन थालिहाल्छन्। राजेश हमालको धेरै समयपछिको चलचित्र भएको कारणले गर्दा पनि हलमा दर्शकहरूको संख्या राम्रो थियो। फिल्म भने हेर्न लायक र पैसा असुल त बनेको छ, तर पुरानै शैलीमा रहेको छ। प्रशान्त ताम्राकार मुख्य भिलेनको रूपमा देखिएका छन्। उनको अभिनय दमदार देखिन्छ। निर शाह, उषा खड्गी, दीपा शाही, एभिरिना खड्का, समाइरा थापा लगायत सबैले आफ्नो भूमिका निभाएका छन्। फिल्म दिवाकर भट्टराईको लेखन र निर्देशनमा बनेको हो। निर्माता नेम महर्जन, दीपक प्रसाद ढकाल, नरेन्द्र महर्जन र ध्रुव नेउपानेको लगानीमा तयार भएको यो फिल्म प्राविधिक रूपमा ठिकठाक भए पनि प्रस्तुतिमा नवीनता छैन। अब अर्को फिल्ममा भने महानायक राजेश हमालको बबाल कमब्याक हुनेछ भन्ने आशा गरौं। सबैजनाले महानायक राजेश हमालको कमब्याक फिल्म हेरेर साथ दिनुहोला। धन्यवाद।